कसरी फाल्ने अरे भाँडालाई झालर खै त्यो उघार्ने लेन पत्ता टिप्न भाइ सानो कसरी सेन्जङ फाल्दिने अरे यो चाहिँ बनभोज होइन है हाम्रो चाहिँ अब साइडमा हिँड्दाखेरि अब लगभग यस्तै हुन्छ अनि यो चाहिँ हाम्रो भात हेर्नु है पानी लगा त त्यो सर भात बनाउनु नजान्दामा रे पानी हाल्न भाइ पहिला उचालेर हाल्न भात पाकेन अब तिमीहरूको काँचो भात थोरै मात्रै काँचो भात त खाँदिनँ म त अलिक हाल तँलाई कसले दिन्छ हेर्नु त यस्तो छ यो खानु पाउने नि भाग्य पऱ्यो नि ठोकेर आउनु यो 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 भात खानु खानु पाउने भएको अनि यहाँ चाहिँ हाम्रो यति नै छ पाठ पूजा यस्तो छ अब यो साथीसँग सब्जी मिसाएर खाने आज चाहिँ हामी त्यो छ है सबैजना अब हामी खाना बनाउँदैछौँ बेला चाहिँ खाना बनाउँदै खाँदैछौँ है भात पकाएको बिचमा चलाउनु पर्छ अरे यो पाक्दैन पाक्दैन उयो कराई पानी हालेको अहिले नहुने काम नगर न यो कहाँ यत्रो देर भात बाध्य रह्यो यत्रो खाना कसरी चाहिँ पाक्छ यहाँनिर भाँडामा पनि पाक्थ्यो नि अस्ति पकाएको थियो केटाहरूले